हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ हामी अर्को ब्लग। आज चाहिँ हामी के बनाउनु गइरहेछौँ भने के रे मामा, हामीले बनाउनु गइरहेको आज पुरी तरकारी बनाउनु गइरहेको। सामान सबै रेडी भइसक्यो। यता लसुन र अदुवा, यो यता हरियो लसुन, यो चाहिँ हाम्रो पिठो, यो चाहिँ आलु, उतातिर हाम्रो कुक सर, सेफ सर, अनि म चाहिँ यता कटिङ गर्दै थिएँ। सो गाइज, यो चाहिँ मेरो कुक है आजको। दुईजना मिलेर यति धेरै रोटी पोलिसकेको छौँ। भन्दा नि धेरैलाई this is big thing to our project. Necessary things. गोरुको सिउरी खोइ त बनाउनु त्यो होमस्टेतिर पाउँछ गोरुको भन्छ अर्कैको पार पार्छ सुँगुर त चल्दैन हामीलाई त्यही यहाँ जाउँ आमा हिँड्नु। सुगुरी प्रायः 1 किलो जति लाने विचार गरेँ। चार जस्तो बनाएँ। आज मात्ने भयो, अब माथि अब म के मैले भिडियो छ। आनन्द हुन्छ हौ। तान्नु तान्नु हजुर चाहिँ उहाँले कागज ल्याउँदै गर्नुहुन्छ। गर्नु रे अरे तपाईले त यति तान्नु हुँदो रहेछ, मैले त यति ताने धेरै ताने। नदिनुहोस्, बानी पर्छ मलाई फेरि। तोङ जस्तो जहिले खानुहुन्छ तान्यो भने त बानी परिहाल्छ। फेरि कहाँबाट ल्याउने यस्तो माल? म जान्नु बोलाउनु तपाईँ हातमा दिइदिन्छु। त्यो यहाँ बजारसम्म तपाईँ त्यो सकिन्छ? कहाँ सक्दैन, नसक्ने गरेर भएको छ नि। फेरि भरे छ्याङ्गा नआउने बुढाहरूलाई दिने हामी तपाईँ हिजो पनि एउटाले
तान्न त हट त्यस्तो छ्याम त खाइँदैन सर मेरोमा त छैन छ्याम त होइन माथि पसलमा आउँछ नि माथिको त्यो चाहिँ अर्कै डिब्बामा आउँछ अलि रातो यो माथि अब माथि आयो अहिले त बानी परिसक्यो मलाई अब माथ्नु न मै मलिसेबाट पुरा फर्केर आउँछ है ख्वाप्पै त्यति सबै अब त्यत्रो तान्यो भने त मान्छे मर्छ नि मऱ्यो भयो यस्तो राख्ने हो तपाईँ चाहिँ भिडियो बनाए मलाई मताएर अब यही काम गर्ने है ठिक छ होइन भोलि सो गाइज फाइनली आजको भ्लग चाहिँ यति नै लभ यु गाइज थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ च्यानल सब्सक्राइब गर्नु होला